अब मैले जुन यसरी x x ड्यास y y ड्यास हैन दुईटा परपेन्डिकुलर एक्सिस बनाए। यो के हो? यो ओरिजिन। यो के हो? मानौं यो चाहिँ अहिले चाहिँ 3,4 छ रे। अनि मतलब सुरुमा यहाँ थियो ओरिजिन 0,0 मा, लास्टमा यहाँ पुग्यो केमा? मानौं यो p हो रे। p भन्ने पोइन्टमा पुग्यो। कसरी? यसरी। भनेसी अब यहाँदेखि यता जुन धर्को ताने 90 डिग्रीमा, तब यो कति हुन्छ? एउटा 3 हुन्छ नि, अगाडिको 3 भनेको यो हो नि, यो अगाडिको 3 भनेको यो हो, अथवा यो 3 हो, यहाँ 1 होला, यहाँ 2 होला, यो 3 भनेको यो एउटै हो। अनि त्यस्तै गरेर यतातिर धर्को ताने 90 डिग्री, तब यो 4 भनेको यहाँ पनि 4 हुन्छ र यो पनि के हुन्छ? 4 हुन्छ। अनि यहाँ 1 2 3 होला नि, यस्तो हुन्छ। अब यो के हो त? यो नि हाम्रो भेक्टर त। यो के हो त? भेक्टर हो। यसलाई कुन भेक्टर भन्छ? पोजिसन भेक्टर भन्छ। पोजिसन भेक्टर। पोजिसन भेक्टर भनेको ओरिजिनबाट कुनै पनि ठाउँ कत्न छ र कतातिर छ भनेको के हो? पोजिसन भेक्टर हो। पोजिसन भेक्टर के छ त? ओपी छ। मानौं यो ओपी भन्ने भेक्टरलाई ए भेक्टर भनेर मान्न पाइयो नि। पोजिसन भेक्टर भनेको ए भेक्टर। अब यो ए भेक्टर भनेको 3,4 हो। ए भेक्टर भनेको कति हो? 3,4 हो। यो ए भेक्टर भनेको x एक्सिसतिर 3 हो, y एक्सिसतिर 4 हो। तब x एक्सिसतिर जति हो नि त्यसलाई हामीले ax लेख्न पाइन्छ। x एक्सिसतिर कति हो? 3 हो। अनि ay भनेको y एक्सिसतिर कति हो? 4 हो। अब चाहिँ a भनेको के हो? 3 कतातिर? i तिर हैन? यो भनेको i हैन? यतातिर भनेको i तिर, अनि यता भनेको j तिर हैन? j क्याप। भनेपछि 3 मिटर i तिर, 4 मिटर j तिर। भनेपछि 3i प्लस 4j। भनेपछि यो 3 लाई ax लेख्न पाइयो कि नि? axi प्लस ayj। भनेपछि axi भनेको ax भेक्टर हो के, प्लस ayj भनेको ay भेक्टर हो। यो भनेको a भेक्टर। भनेपछि a भेक्टर भनेको ax भेक्टर प्लस ay भेक्टर हुन्छ। यो किन भेक्टर भयो? यो axi भनेको किन भेक्टर भयो? किनकि यसमा म्याग्निट्युड छ। ax भनेको 3 मिटर, अनि i क्याप भनेको कतातिर? पोजिटिभ x एक्सिसतिर। भनेपछि यो इन्डिभिजुअल्ली एउटा भेक्टर भयो, ax भेक्टर। अनि यो पनि इन्डिभिजुअल्ली अर्को भेक्टर भयो, ay भेक्टर। अनि यो दुईटा भेक्टर जोड्दाखेरि a भेक्टर आइरह। यसलाई के भन्छ? x कम्पोनेन्ट अफ भेक्टर a। अनि यसलाई के भन्छ? y कम्पोनेन्ट अफ भेक्टर a। भनेपछि x कम्पोनेन्ट र y कम्पोनेन्ट, x कम्पोनेन्ट र y कम्पोनेन्टलाई भेक्टर सम गर्ने भने के आउँछ? त ओरिजिनल भेक्टर आउँछ।